छु अभियानी आज चाहिँ हामी पेन्टिङ गर्न गइरहेको छौँ। आजको दिनको सुरुवात कफीबाट हुँदैछ। यो डोनट चाहिँ तातो तातो हो कि चिसो चिसो हो भन त भाइ। आज चाहिँ मौसम पनि चिसो चिसो छ, मौसमले च्यालेन्ज गर्छ कि क्या हो। पेन्टिङ गर्दा लुगा पनि ध्वस्तै भएछ, खोला पनि कलकल गरेर दामी बगिरहेको छ। यो चाहिँ हामीले बनाएको पेन्टिङ हो, कस्तो लाग्यो भनिदिनुहोस् त। हामीले बनाएको हिमाल हाँसिरहेको छ। ल यो चाहिँ हामीले काम गरिरहेको ठाउँ हो, तेरो जातिहरू हाँसिरहेको छ। अब चाहिँ पेन्टिङ गर्न थाले है। मलाई पेन्टिङ गर्न रमाइलो लाग्छ, धेरै गऱ्यो भने झ्याउ पनि लाग्छ। तर अहिले चाहिँ रमाइलो भइरहेको छ। अहिले चाहिँ रेस्ट गरेर कफीको चुस्कीसँगै खोलाको भ्यू हेरिरहेको छु। भाइ पनि आएछ, काम गर्दैछ। काम गरेको हो कि काम गरेको नाटक गरेको हो थाहा नै भएन। काम गर्दा गर्दै खाना खाने टाइम पनि भएछ। लु अब चाहिँ हामी खाना खान गयौँ है। फेरि पनि लुगा ध्वस्तै। भाइ चाहिँ फुलको भरमा अरे फोटो खिचिदिनु अरे। मैले भने फोटो होइन भाइ, भिडियो हो। स्कुलको टिचरले भनेको ह्याप्स खानुभन्दा अगाडि साबुन पानीले हात धुनुपर्छ। अङ्कल आन्टीले हामीलाई ह्याप्स पस्किदिनु भइरहेको छ। ल अर्ग्यानिक ह्याप्स पनि आयो है। यो भाइ चाहिँ कति मोबाइलमा झुन्डेको। अर्ग्यानिक भातसँग कालो दाल खाए ल। भात पनि खाएर सकियो, तर भाइ खाँदैछ, अझै पनि खाँदैछ कालो दाल। हेर हेर भालेको पनि दुईटा चिक्स। यो भिडियो मन परेमा लाइक सेयर सब्सक्राइब अनि फलो गरिदिनु होला, अनि दामी कमेन्ट पनि हानिदिनु होला। भात खाएर बसेको, घाम पनि रिसाए जस्तो छ। अब के गरौँ होला। भाइ चाहिँ खट बनाउँदैछ, तर भाइलाई खट बनाउनु आउँदैन। यो चाहिँ टप भ्यूबाट दामी सर्ट पेन्टिङ गरेको। जेसुकै भए पनि पेन्टिङ गर्नु चाहिँ गाह्रो छ, तर पनि रमाइलो छ। भन्दा भन्दै रात पनि पर्यो। अब चाहिँ हामी घरतिर लाग्यौँ। भाइको कुरा बुझिन। ल यो चाहिँ हाम्रो रातिको खाना खाए ल। अब चाहिँ हामी आगो ताप्न थाल्यौँ। अब यो आगो ताप्ने क्रममा आजको मिनी ब्लग चाहिँ यति नै। हेरिदिनु भएकोमा धेरै धन्यवाद। सबैलाई गुड नाइट।